हेलो गाइस, गुड मर्निङ। स्वागत छ तपाईहरुलाई फेरि मेरो अनदर न्यू भिडियोमा। अनि सन्चै हुनुहुन्छ होला? म पनि अलिअलि ठिक नै छु हैन साथीहरु। आज चाहिँ हामी सबै यहाँ भेट लागिरहेको छ, हेर्न सक्नुहुनेछ। हामी चाहिँ कहाँ जाँदै छौं भने इलाम कन्याममा। अनि यहाँ चाहिँ टक्क दुईटा बाइक छ है, यसमा चाहिँ मामाहरु माइजूहरु जानुहुनेछ भने हामी चाहिँ बसको धक्कम धुक्कीमा हिँड्ने छौं, हेर्न सक्नुहुनेछ। ल निराश छौ त तिम्रो के भयो? यहाँ चाहिँ हेर्न विश्व सुन्दरी। ल अब भने हामीहरु सबैजना हिँडेको। ओए तिमी ब्यागै बोके बिरेर हिँडेको? कसरी? म त एउटा क्यामेरा मात्रै लिएर हिँड्छौ भनेको। यसरी हामीहरु जाँदै छौं सबैजना। अब गइन्छ, इन्जोय गरिन्छ, के कस्तो पैसा सैसा माले। इलाम कन्याममा फोटो खिच्दाखेरि त्यहाँनिर अब यसो 20 रुपैयाँ गोटा लिन्छ नि त, त्यही भएर हामी त पुरा भरिया क्यामेरा पनि पुरै ब्यागमा प्याक गरेर हिँड्छौँ। त्यो पनि सानोतिनो क्यामेरा होइन, 6D Mark II 7-200 2.8 को लेन्स। अब ब्याकग्राउन्ड ब्लर भइहाल्छ। वाइड एङ्गलको लागि चाहिँ मोबाइल छँदैछ होइन। सुरुङ्गा बजारमा छौँ अहिले भने। यता बसहरू पनि लागिसकेको छ। के छ, ठिक छ नि? उतातिर हिँड्दैछ जोडी, मेरो जोडी चाहिँ उता पछाडि छ। ल अब भने हामीहरू बसबाट उत्रेर यस्तो ट्याक्सीमा चढिसकेका छौँ। अब थाहा छ कति टाइम लाग्छ। अब आधी घन्टा भइसक्यो, हामी त यहीँ बिर्सा मोडमै घुमिरहेको छौँ। के भन्छ यसलाई? इभी गाडीमा घुमिरहेको छौँ। मान्छे छैन, अब हाम्रो त लाने कुरा भएन। यहाँ चाहिँ पानी पर्दैछ है। त्यति सानो बोलेको सुन्दैन। ल हामीहरू चाहिँ झरिसक्यौँ, तर के गर्नु, यस्तो पुरै हुस्सो लागेको छ। पानी पनि हल्का परिसकेको छ। टाउको दुखेर पनि हैरान। ओहो यस्तो हुस्सै यसरी उडिराखेको छ। ओ माई गड, झापाको गर्मीबाट एकैचोटि चिसोमा एसीमा बसेको भन्दा बढ्ता चिसो छ यार। ओहो नि, ए घोडा व्यापार चाहिँ खतरा चल्छ यहाँ चाहिँ। घोडाहरू छ। ल यता चाहिँ पुरा चिसो लाग्यो भनेर हेलमेट लगाएर हिँडेको छ। फेरि अहिले चाहिँ अलिअलि घाम लागेको छ, तर सिनहरू चाहिँ हल्का फुल्का देखिएको छ। हाम्रो पार्टी यसरी हिँड्दैछौँ। हिँडौँ। ए यहाँ चाहिँ फोटो खिच्ने ठाउँ। अब प्रायः सबैले फोटोसुट चाहिँ यतातिर गर्छ ड्रेस लगाएर। अनि हामी पनि अब एकछिन फोटोसुट गर्नुपर्छ। यता आएर बस्नु भएको रहेछ। हामी तल कुरै फेरि कहिले आउनुहुन्छ भने अनि आउनु भएन, आइहाल्यो यतातिर। जाडो भएर सिरक कहाँ पाउँछ भनेर खोज्न लाग्यो। जाडो नि उल्टै जाडो रहेछ है। यस्तो जाडो छ, हुस्सो लागिरहेछ। यता त यस्तो उडिरहेको छ हुस्सो पुरै। तर जोयलको फेभरेट हुस्सो लागेको दिन चाहिँ घाम लाग्नु भएन, हुस्सो चाहिँ लाग्नु पऱ्यो होइन। बरु देखिनु भएन, सिन पनि नदेखियो नि केही फरक पर्दैन। ल ज्याकेट पायो? यस्तो ज्याकेट पनि काम लाग्छ, त्यही भएर ल्याउनु पर्छ आफ्नो। दिइसक्यो 50 रुपियाँ अघि दिएको हो पैसा दिइसक्यो। ओइ मकैले छ, खुवाइदेऊ न मलाई पनि। भोक लागेर पेट कुरु भइरहेको छ। यो त खाइदिन्छु। हामी फेरि यस्तो अर्ग्यानिक चिजै लिएर आएको छ घरबाट नै। आज चाहिँ हाम्रो फोटोसुट डरै भइरहेको छ। क्यामेरा पनि साथमा लिएर आएको छौँ। कहिले क्यामेरा हामी लिएर हिँड्दैन थियो, आज त क्यामेरा पनि लिएर आएको छ। उसको जोयलको बुवा मम्मी मामाई चाहिँ टक्क लाएर पोजिसनमा हिँड्दै हुनुहुन्छ। ल अब फेरि हाम्रो पालो भिडियो बनाउनु पर्यो होइन। कस्तो लाग्यो तिमीलाई यो हुस्सोको बेलामा? एकदम नराम्रो, किनकि मेरो घाँटीमा टन्सिल भएर मलाई जाडो भइसक्यो छिटो के। ल रेडी, फोटो कि भिडियो? त्यही हो, तपाईँहरू पनि कन्यामतिर आउँदै हुनुहुन्छ भने मौसमको चाहिँ एकदमै ज्ञान लिएर मात्रै आउनु होला सकेसम्म। दुःख पाइन्छ चिसोमा। अब माथिसम्म
जानु पर्यो माथि गइसकेको छ सबै अब म र यता हाम्रो मिसेस सलिना हामी दुवैजना पछाडि छौँ अनि बाबुलाई चाहिँ तातो तातो लुगा छ हामी त पुरा घाम लाग्छ भनेर ढुक्क भएर आएको यात्राको घाम लाग्नु क्या यसरी हुस्सो उरिरहेछ पुरा कसलाई बाई बाई भनेको टाटा बाई बाई भन्दैछ तर हुस्सो नलागेको भए यस्तो दामी देखिन्थ्यो होला पुरा हुस्सो लागेर पारियाली देखेको छ चुच्चो चुच्चो ल खिच्दे थम्बनेल फोटोलाई फाइनली हामी यो माथि डाँडामा आइसक्यौँ तर हावा यस्तो चलेछ कि मेरो आवाज चाहिँ कस्तो आछ के आछ थाहा छैन चेक गर्छु ल साउन्ड चाहिँ मैले चेक गरेँ एकदम राम्रो आएको रहेछ हावाले त्यस्तो खासै इफेक्ट परेको छैन तर यहाँबाट म सिन देखाउँछु 360 अब ओहो जाडो लाग्छ छैन कान्छा ल कान्छा त डरायो त त्यही हो अहिले चाहिँ चियाको यसरी बगानमा हिँड्दैछौँ भिडियो सिडियो बनाइसक्यौँ हल्का फुल्का थकाइ पनि लाग्यो तर यो चाहिँ यस्तो दामी देखेको कि नि होइन पुरै थकाइ लागिसक्यो किनभने उसको भिडियो बनाइदिएको नि त दौडेको फेसबुक टिकटक रिल्सहरूमा पोस्ट गर्नको लागि त्यही हो अनि हाम्रो टिम चाहिँ माथि नै छ कि तल गइसक्यो थाहै छैन ल अब चाहिँ हामीहरू अब गर्मी भइसक्यो हल्का फुल्का ज्यानमा दगुरेर तर हुस्सो पुरै हुस्सो त यस्तो छ अब फर्किने बेला भइसक्यो अब हल्का नास्ताहरू केही अब गरमा गरम केही चिज खाएर निस्किनु पर्छ के भयो यसलाई फेरि डर लाग्यो अरे डर लाग्यो भन्छ ल फाइनली अहिले चाहिँ हाम्रो नास्ता खाने बेला भइसकेको छ नास्तामा चाहिँ उसको कफी भएको छ भने बाँकीको चाहिँ अब भर्खर अर्डर दिएको छ त्यही हो चिकन थुक्पा सिम्पल खाने हो होइन एकदम चिसोमा थुक्पा नै बेस्ट छ भनेर हाम्रो टिममा चाहिँ कुरा भयो उहाँले थुक्पा अर्डर गर्नुभएको चिकन थुक्पा उहाँले पनि अरे उहाँले पनि मलाई चाहिँ चाउमिन मनपर्ने भेज उहाँ चिकन खानुहुन्न अरे उहाँ चाहिँ धेरै बेर बस्दा बस्दा पुरेर एकदम अल्छी लगाएर चाहिँ उहाँ गालामा हात लगाएर बस्नुभएको छ निराश छ उहाँ चाहिँ हाम्रो उहाँ चाहिँ हाँसिरहनु भएको छ सबै कुरा सुनेर उहाँ चाहिँ धेरै रिस उठेर थुक्पा पनि नआएर उहाँ 3टा अन्डा ल्याएर बाहिरबाट बजाउनु थालिसक्नु भएको छ रेकर्ड छ ए रेकर्डमै रहेछ ल यसरी थुक्पा मात्रै खाएको छ हामी चाहिँ होइन उताको पार्टी छुट्टै छ खाँदैछ जेसनले पनि खाइसक्यो गाइस जेसन चाहिँ यहाँ थुक्पा खाँदैछ आफैले चम्ची र तेलले ल खाइदियो नास्ता भइसक्यो त्यही हो अब अजान बेला भइसक्यो हाम्रो सबै भइसकेर भेट्न लाग्यो ल फाइनल्ली अब हामीहरू निस्केको यसरी यहाँनिर हो फोटो पोइन्ट तर हामीले यहाँ पनि फोटो खिचेनौँ कन्या निको ठाउँमा देखाउने भनेको यही हो यहाँ आएर फोटो खिचेनौँ अब के भन्नु यस्तैसम्म हामी फोटो धेरै खिच्दैनौँ आँखाले मात्रै हेर्ने हो ल फेरि पनि अब चेन्ज गर्नुपर्ने भयो कति हो कति चेन्ज गर्नुपर्ने चेन्ज गर्दा गर्दै वाक्क दिक्क भइसक्यो नि हामी यति मुस्किलले आयो फाइनल्ली तर अझ पनि ठ्याक्कै घरसम्म आइपुगेको छैन ओ त्यहाँ डिलाइट होटेल चम्किराखेको छ सुरुङ्गा बजार जहाँबाट हामी छुट्यौँ त्यहाँनिर आइपुग्यौँ ठ्याक्कै अहिले चाहिँ हामी रुममा आइसक्यौँ यति बेला के देखाउनु तिमीलाई मैले कहिले भनेर यता देखाउनु न भन्दै थियो भर्खरै ल खाना चाहिँ
पाक्दैछ। आज चाहिँ के छ हाम्रो रुममा भन्दाखेरि माछा फ्राई हुँदैछ। माछा खानुपर्ने अवस्था रहेछ आज चाहिँ तरकारी। तिमीले त खानुहुन्न नि? मेरो अन्डा सबै सकेको मम्मी। अहिले चाहिँ यहाँ खतरनाक तरिकाले गेम हुँदैछ। पुरा भिआर लगाउनु भएको छ होइन। अनि हामीले चाहिँ यहाँ हेर्दैछौँ मामाले के देख्दै हुनुहुन्छ भनेर। पुरा कोरोना मार्दै हुनुहुन्छ कोरोना भाइरस गेम हेर्दा चाहिँ हामीले केही पनि देख्दैनौँ। तर दामी छ यो चाहिँ। यसलाई चाहिँ 1 लाख रुपियाँ पर्छ। 1 लाखको गेमिङ तलै तल भयो। त्यो जुन त्यो उसमा पसेछ नि त्यो चाहिँ हो त्यो ब्यालुन त्यो चाहिँ मरिसकेको। मार्नुहोस् तपाईँले कति ल्याउनुहुन्छ? दुइटैले मर्छ। दाबी राख्नु टच गरिराख्नु त्यो क्लिक गर्नु पर्दैन त्यसरी गोली सकिँदैन। लु अब चाहिँ खाने बेला भइसक्यो। यसरी टक्क यहाँ हुँदैछ माछा तरकारीसँग। डुबाइदिउँ कि यसमै ल। अब आजको भ्लग त यति नै हो। यो भ्लग अब के कस्तो लाग्यो भनिदिनु होला। हाम्रो चाहिँ टाउको दुख्यो तपाईँहरूलाई चाहिँ के हुन्छ अब थाहा छैन। यति नै राख्दै यो भ्लगलाई तपाईँले यसो भनिदिनु त 2-4 शब्द के भन्ने। ओके बाई बाई क्याप बोलाएर।